सबैमा अभिवादन, नमस्कार अनि जय मसी। यहाँ हेर्नुहोस् न, सुन्दर फुल। वाव, यो फुलको नाम नि मेडागास्कर पेरिविङ्कल भन्दो रहेछ। यसलाई वैज्ञानिक नाम क्याथ्रन्टस रोसअस पनि भन्दो रहेछ। यसलाई नेपालीमा बाह्रमासे फुल साथै सदाबहार पनि भन्दो रहेछ। यो फुललाई झट्टै हेर्दा यो फुल अवश्य पनि रोपिएको होइन, आफै उम्रेको हुनपर्छ। यो फुल ढुङ्गा, गिटी, चट्टानको बीचमा पनि आफू उम्रेर फुल खिलेर सुवासना छरिराखेका छन्। उसले हामीलाई यो सन्देश दिइराखेको छ, मलाई फुल्नको लागि चाहिँ बगैँचाभित्रको मलिलो जमिनको आवश्यकता पर्छ भनेका छैनन्, तर उसले हामीलाई यो नैतिक शिक्षा दिइराखेका छन्, मलाई फुल्नको लागि चाहिँ म चट्टान र ढुङ्गा घारी बीचमा पनि म फुलेर सुवासना छर्न सक्छु भनिराखेका छन्। जिन्दगी यस्तै हो, हामीलाई पनि सलल जिन्दगी बगेको मनपर्छ। उतार चढाव, कठिन परिस्थिति मन पर्दैनन्। तर याद गर्नुहोस्, कठिन परिस्थितिमा पनि हामीले जीवन जिएर, सङ्घर्षमा पनि हामी खडा भएर हामीले आफ्नो जीवनको परिभाषा प्रस्तुत गर्न सक्नु चाहिँ त्यो चाहिँ जीवनको एउटा परिभाषा हो। भलै यो कठिन होला, गाह्रो होला, तर असम्भव चाहिँ छैन। सबैमा शुभ दिन।